The 2025 Business and Human Rights Award honors the Lawyers Association for Human Rights of Nepalese Indigenous Peoples, LAHORNIP. For years, LAHORNIP has been the beacon of hope for indigenous communities in Nepal facing aggression from business interests and state power. These indigenous lawyers chose service over profit, standing firmly with their peoples in pursuit of justice. Their greatest strength lies in the deep trust earned from the communities they defend. LAHORNIP truly embodies integrity, courage, and commitment to advance human rights, and they fully deserve this award. नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समूह लाहोर्निपलाई यो वर्षको ह्युमन राइट्स इन बिजनेस अवार्ड प्रदान गरेकोमा ह्युमन राइट्स इन बिजनेस अवार्ड फाउन्डेसनप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु। यो सम्मान पाउनु हामी लाहोर्निप र नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको लागि अत्यन्तै गर्वको विषय हो। हामीले पछिल्लो 3 दशकदेखि व्यापार र विकासका नाममा आदिवासी जनजातिको भूमि, भूक्षेत्र र प्राकृतिक स्रोत साधनमाथि भइरहेको मानव अधिकार हनन र विस्थापन विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्मित भएर आवाज उठाउँदै आएका छौँ। सरकारी निकाय हुन् या अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, जब उनीहरूले आदिवासी जनजातिको पूर्व स्वतन्त्र जानकारी सहितको मन्जुरीलाई व्यवस्था गरे तब हामीले खबरदारी गर्यौं। हाम्रो यही 3 दशकको प्रयास र सङ्घर्षलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी यो अवार्ड प्राप्त भएको छ। यसले हामीलाई नयाँ ऊर्जा मिलेको छ। त्यसैले लाहोर्निप र नेपालका सम्पूर्ण आदिवासी जनजातिको तर्फबाट फेरि एकपटक फाउन्डेसनलाई यो पहिचान र सम्मान दिनुभएकोमा पुनः धन्यवाद। शुभ